हेलो गाइज, मेरो अर्को भ्लगमा चाहिँ हजुरलाई स्वागत छ। अब हामीहरू उपस्थित भइसकेका छौँ होइन। उहाँ चाहिँ हाम्रो मामाजी हुनुहुन्छ होइन। अनि टक्क यता चाहिँ दुईवटा हिरोहरू छन्। अनि चाहिँ हामी आज चाहिँ कता जाने त भाइ भन्दै त? हो, अनि के छ आजको पुरो फर्स्ट टाइम सस्पेन्सन ब्रिज जाने भन्ने कुरा छ। त्यहाँ गएर चाहिँ के गर्ने भन्ने कुरा छ। त्यहाँ गएर यिनी चाहिँ केटी चिजको हुन्छ नि, त्यही हुनाले त यिनीलाई पछाडि लाग्छ। आज भाइको चस्मा चाहिँ यति दामी देखिया छ नि है, धेरै दामी देखिरहेछ। भुर्तेल भाइ अब यही सम्झियोस्, उहाँको चाहिँ क्रिकेटमै भविष्य थियो होइन। देशको नेतृत्व गर्दै होला। हाम्रो ग्रुपको चाहिँ भुर्तेल भन्नेपछि हो। अनि मामाजी के हो? मामाजी त बोल्नै हुन्न। हजुर दुई चार कुरा राखिदिनु नि त हाम्रो भ्लगमा। मामा चाहिँ अब फर्स्टमा शर्माउनु हुन्छ, त्यही पनि तर मामा चाहिँ चिल हुनुहुन्छ कि हाम्रो। तू समझा? हाँ नहीं, तू समझा नहीं। अब हामी चाहिँ सायद अब यसै 8-10 मिनटमा चाहिँ त्यहाँ पुलमा पुग्छौँ होला। अनि पुलमा गएर त्यहाँको माहौल कस्तो छ त्यही अनुसार चाहिँ हामीहरू भ्लग बनाउने छौँ। ल प्रकाश भन्दै गर्नु। चटपटे मनपर्छ त्यहाँको तपाईँको लोकप्रिय हुनसक्छ त्यसो भएपछि होइन होला के हो? त्यहाँको चटपटी चाहिँ बवाल हुन्छ नि अरू ठाउँको भन्दा है। तपाईँ त अनमोल केसी जस्तै देखिनु भयो यार। सबैजनाले हाम्रो एउटा ब्लग एउटा सानो प्रयास छ, सब्सक्राइब गरिदिनु होला, सेयर गरिदिनु होला। हो, यो कुराहरू चाहिँ हामी राख्नेछौँ। भोलिको दिनमा हामीहरू टाढा भए पनि यो याद चाहिँ रहिरहनेछ। मान्छेहरू टाढा भए पनि यो किनभने एउटा भिडियो भएपछि भोलि हामी हेरिराख्नेछौँ कता भए पनि। हो। मान्छे होला यस्तो अब चाहिँ हामी सायद 1-2 मिनटमा चाहिँ पुग्छौँ। अनि त्यहीँकै माहौलहरू हजुरलाई यसो देखाउने छौँ होइन। हेर्नु त माथिको हरियाली, वा भइहाल्छ है। हेलो गाइस, के छ फेरि? योगा लागिरहेको छौँ होइन। हामी प्रकाशजी भनेको चाहिँ एकदमै आन्टी लभर हुन् कि फेरि। क्या बोला तूने? आन्टी हुन भन न, कहाँ आन्टी भने आन्टी लभर हुन्। केही लभर होइन, म आफै लभर हो। खाना राम्रो कि आन्टी राम्रो भन्यो भने चाहिँ खाना छोडेर आन्टी खानेवाला अच्छा लाग्छ। बैगन त्यही पनि तपाईँहरूले फेरि त्यो सुपारी हो, तपाईँले उस्तो नेगेटिभ नसक्छ। हामी लागिरहेछ, हामीलाई दम पनि लागिरहेछ, अहिले बिस्कालले पनि गाइजहरू कलर लागिरहन् होइन। गाइजहरू बुका हेर्ने हो गाइजी। होइन होला के हो? यसो यो माथि पुल चाहिँ त्यही हो, सानो छ र राम्रो छ। माथि के भ्यूहरू पनि भएर आउँछ। त्यहाँ फोटो खिच्छौँ हामी। अनि त्यसपछि चाहिँ फोटो यताबाट निस्किन्छौँ। अनि त्यहाँ चिया खाएर चाहिँ पछि चाहिँ रुममा जान्छौँ।